ढिलो भयो आज बाहिर छ कलेज भर्खर उठ्यो ढिलो भयो चलो आज खास गरी भाइभा छ थियो नभए किनकि टाइम अझै भइसकेको छैन जुन टाइम मेरो टाइमिङ थियो होइन 7:50 भयो मेरो 7:30 देखि 8:30 बजीसम्मको टाइम थियो अरे त्यहाँदेखि त 15 मिनटमा म कलेज पुगिहाल्छु तर अलिकता त्यो नोटिस अनुसार चाहिँ 5 मिनट छिटो पुग्नु भनेको थिएँ अब मेरो भाइभाभन्दा 5 मिनट छिटो पुग्छु त्यही हो लास्टतिर हुन्छ होला सुरुमै मेरो नाम छ कि रोबिन खड्का छ क्या फेरि यो जुन 7:30 देखि 8:30को टाइम छ नि त्यो सुरुमै मेरो नाम छ क्या त्यहाँनिर अब कत्तर लटको मेरो पुरानो लटको रहेछ पानी आएको हुन्छ जस्तै परेर रात हिजो जस्तै पानी परेको ससी साथ जहिले अप्ठ्यारो खबर भेटिन्छ कि ससी साथहरू भेटिन्छ अनि केही नै देख्छु मैले देख्छु इन्डिकेटर चाहिँ दिएको बेला बन्दै गर्दैनन् अनि यो चाहिँ अब पाटन कृष्ण मन्दिर एरिया होइन ल इन्डिकेटरै दिँदैन मान्छेहरू के भनिदियो भनेर के भन्ने हो ए मार्सल मेरो साथीले यस्तो भने चाहिँ केटाले यार माइक किन भन्छ यस्तो कि म बिस्तारै बोलेर पनि हो यस्तो हुन्छ अब माइक त चाहिन्छ नै होइन यस्तो माइक मात्र नकिन होइन माइक त चाहिन्छ नै अहिले अलिकति साथी बजेटको पनि प्रब्लम हो आउनु त आउँछ जुन मैले 1100 पनि एउटा माइक किनेको थिएँ तर 11-1200को माइकले चाहिँ अलिकता के भइदिन्छ भने चाहिँ फेरि त्योभन्दा बेटर साउन्ड नै आइदियो भने त के काम राम्रै किनौँ भन्ने हो स्टोरेज फुल भएर चाहिँ मैले अस्तिको भ्लगको भिडियो डिलिट गरेर किन्दैछु जो पनि अब कलेज आइसकेपछि कलेज इन्ट्रीको चाहिँ भिडियो बनाऊँ न होइन भन्ने भएर म चाहिँ मेरो डिलिट गर्नुभयो मर्निङ दाई बाइक बाहिर राख्छु मर्निङ दाई सन्चै हुन्छ नि यतिको हुनु पर्यो अब गाइस हामी भाइभा दिन आएका छौँ रोमी चाहिँ 8 बजे उठेर 7 बजेको भाइभामा 8 बजे उठ्ने म चाहिँ 8:30को भाइभा 8 बजे पुगिसकेँ लगभग 8:15 भएछ अहिले 10 मिनट पुगिसकेँ हामी हाम्रो भाइभा कहिले हुन्छ गाइजहरू अब भाइभामा के गर्ने भन्दाखेरि ट्याक्कै टाइटल पेज रटेर आएको छु म फर्स्ट पेज आफ्नो नाम प्रोजेक्टको नाम अनि के भन्छ रोल नम्बर रजिस्ट्रेसन नम्बर चाहिँ रट्न सकेन लामो रहेछ 2021 चाहिँ याद छ पछाडि 2020 हुनुपर्ने हो खास अलि मेरो ढिला रजिस्ट्रेसन भएछ तिमी नि गोरो देख्नु यार यस्तो त देखाउनु भएन ल यहाँ चाहिँ ह्यान्सी रहेछु म आज सर्ट लगाएर किनेको म नचिनिरहेको आज अलिकति त्यस्तो फर्मल भइदिउँ भनेर लगाएको अफिसमा कहिले हुन्थेन त अफिसमा चाहिँ टी सर्ट लगाएर जान्थेँ म आज भाइभामा चाहिँ फर्मल भएर आएको छु सरलाई क्वेसन सोध्छु अब म एक्सटर्नल को छ सर दिनु पऱ्यो भनेर आज अब हामी भाइभा पनि रेकर्ड गर्छौँ रोबिनको अफ भएको छैन भन्ने हो कि भन्ने हो रोबिनको दम छ भने रोबिनले भित्र पनि खोल्छ नत्र भए त्यस्तै हो म त खोलिदिन्छु फेरि जपत होला कति गरे क्यामेरा 85,000 को क्यामेरा होइन हुन त मेरो लागि सस्तै हो सामान्य कुरा सर स्किन परेपछि त्यस्तै हो भ्लग गर्न चाहिँ पाउँछ कि त्यहाँ सरभित्र तिम्रो भनाइ के छ भन्नुपर्ने बिहान टाइटल चाहिँ याद गरेर राख्छु भाइ त्यो मलाई नभएर तिमीलाई सर भाइभा थियो आज थियो सकिसक्यो
पो कहाँ राख्नु भने यसमा छ कि जस्तो लाग्यो युनिभर्सल प्रब्लम हो मेरो माथि नै छोडे के हो जाँदा सक्यो भाइबासँगै दिएको केटा त निस्केछ खै म अलिअलि जब गर्दैछु यही पढेकै फिल्डमा सिकिरहेको छु काम गरिरहेको छु त्यही हो खाना त खानु भएको छैन होला हुन्छ दाइ आज चाहिँ अलिक फरक बाटो गइदिउँ न भनेर यो बाटो आइयो होइन अब यस्तो उतापट्टिबाट पल्लीबाट अफिस टाइम हो नि त अहिले त्यही भएर अलिक अब जाम हुन्छ अलिकति अलिक बेसी न त्यहाँ अड्क्यो भने अड्क्यो हो क्या त्यहाँ फेरि तर त्यहाँ आधी घन्टा 1 घन्टा लाग्छ गाह्रो छ मैले रेकर्ड गरिनँ त्यो कुरा डिस्कस चाल गयो अरे भयो नि त सबैलाई छिटो पुग्नु छ यहाँ पुगेछु क्यामेरा अफ गरेर रहेछु यो गल्लीको चाहिँ यसो खिचौँ न भिडियो भनेको थियो यो गल्ली चाहिँ एकदम खतरा लाग्छ कि मलाई यो चाहिँ एकदम होइन स्ट्यान्डर्ड लाग्छ कि यो गल्ली चाहिँ तर अब हाम्रो गोल्यान्ड ग्रुप रियल एन्ड स्पिनिङ मिल्सको होइन गोल्यान्ड ग्रुपको बिल्डिङ गोल्चा कि गोल्यान्ड हो गोल्यान्ड टावर होइन त्यो चाहिँ गोल्चा त फरक गोल्चा के भन्ने पनि अरूसँग त्यो चाहिँ गोल्यान्ड हो हैसन बा थाहा भयो नि त आजको खोइ किन मलाई यो मैथिली हो कि कुन हो ल्याङ्ग्वेज थाहा छैन मलाई योलाई एकदम मन परिरहेको छ क्या यो होला मन ए यहाँको इरानी मैले त हटेकै सोचेको त्यस मिठो छ यहाँको चिया चाहिँ आइरहेको हुन्छु म चाहिँ इरानीमा यहाँको इरानी अन्त त खासै गइन्न अन्तको इरानीमा यहाँकोमा चाहिँ त्यस नजिकै केटाहरूलाई भेट्न आऊ भनेर नै त्यहीँ गइन्छ केटाहरू नि के भन्ने हो धेरै जस्तो त म उसलाई उपेन्द्रलाई भेटिरहेको हुन्छु यहाँ चाहिँ तर अस्ति चाहिँ उहाँ पनि गयो उहाँ मिठो त्यो चिया चाहिँ कहाँ भनेपछि हाम्रो चिया घर होला सायद त्यो ठाउँको नाम चाहिँ माथि प्लान्ट मान्छर मिठो छ क्या चिया त्यो 3-4 पल्ट गयो मिठो छ क्या छ केटाकेटी हो निकाइ छ के भन्छ आजभोलि त्यो दाइको भिडियो दामी लाग्नु थाल्यो मलाई त्यो दाइको आजभोलि हेरिरहेको हुन्छु त्यो छैन मलाई त आउन त कति वर्ष भइसक्यो असामी होइन असाम दाइको बजार बन्द रहेछ नाइट स्कुल अङ्कलको बजार चाहिँ खुल्ला रहेछ तर अब अफिस जानु पुग्यो भन्दाखेरि पछितिर जानु थाल्यो भने लगाएर हाम्रो दाइको बजार खुल्ला रहेछ फेरि यता पनि मोबाइल बजार अरू त ऐसन बात थाहा भयो नि त अब आज चाहिँ दिउँसो क्यामेरा बोक्दिनँ म होइन अब त्यहीबाट रुम जान्छु अब आज वाट ह्यापेन इन भाइबा भनेर चाहिँ हाल्नु होला सागर जोशी थाहा छ जो कन्टेन्ट एकजना भेट्यो कन्टेन्टको पात्र भेटियो भने जस्तै होइन फेरि एकछिन आयो त्यति हो क्या मसँग त्यो एकछिन बोल्यो गयो क्या त्यो म त सँगै आउने भनेर चाहिँ खोइ के हो प्लान थियो कि के हो केटो भन्दै झ्यामझुम आयो झन् सरले त दुईजनाको सँगै गराइन्छ भन्दैन त्यो भाइबा के हुन्न भाइबामा आएर नर्मल होइन रमाइलो त्यही हो अब आजलाई हस्ता हो कि के हो होइन भोलि भेटौँला हो कि के हो म बस्ने मैले जहिले उयो अरू बस्नेको त्यो हो होइन बाइक बाहिर यहाँनिर राख्नु पऱ्यो अब के अरे भित्रपट्टि
त्यो अङ्कलको स्कुटर पो छ कि छैन भित्र छ अझै बाहिर राख्नु ए छैन रहेछ चलाउ